गाइस वेलकम माई युट्युब च्यानल हिमाल तिलक ब्लगमा हजुरहरूलाई स्वागत छ। आई होप सबैजना सन्चै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ, सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा लिएको छु। सो गाइस हामीले चाहिँ रुममा बस्दा बस्दा एकदम बोर झ्याउ लागेर होइन बाहिर यसो माइन्ड फ्रेस गर्नको लागि बाहिर यसो घुम्न गइरहेका छौँ। सो बाहिर गएको बेलामा चाहिँ एउटा सानो मिनी भ्लग बनाऊँ भनेर चाहिँ आएको छु। हजुरहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्ने आशा लिएको छु है गाइस। चाहिँ घुम्नको लागि जान रेडी हुँदैछौँ। भान्जाले यता टोकला लाउँदैछन्, टक्का लाएर हामी चाहिँ सो रेडी भइसकेका छौँ गाइज है। हेर्दै जानु होला, हाम्रो ब्लगलाई चाहिँ माया गर्नु होला है साथीहरू। हाम्रो चाहिँ ठ्याक्क घरभन्दा अगाडि मन्दिर छ, सो एकचोटि चाहिँ दर्शन गरेर टक्क गइन्छ होइन। हामी मामा भान्जा भएपछि चाहिँ साथी चाहिँदैन के अरे। अब साथीहरू त अब कोही कहाँ भइहाल्छन् होइन। त्यसैले चाहिँ अहिले हामी साथी भनेको मामा भान्जा भइरहेका छौँ। यसो घुम्नलाई यसो गएको ठाउँमा ल तिनकुने चोकमा आइसक्यौँ होइन हामी। अब तिनकुने यो चाहिँ तिनकुनेको चोक हो। अब हामी चाहिँ देवीनगर जाने भन्ने सोचेका छौँ होइन। सो हेर्दै जानु होला। बुटवल तिनकुने हो होइन। सो यता चाहिँ एकदम गर्मी बढिसकेको छ। हजुरहरूकोतिर कस्तो छ यसो कमेन्ट गर्नु होला है। गर्मीमा चाहिँ एकदम गर्मी हुन्छ कि बुटवलमा फेरि होइन। साथीहरू भ्यू चाहिँ एकदम दामी आएको छ होइन। यो चाहिँ हजुरको देवीनगर पर्छ। यता चाहिँ हाम्रो माझगाउँ जाने बाटो हो भन्दा यता चाहिँ हाम्रो देवीनगर बुद्धनगर जाने बाटो हो। भ्यू चाहिँ एकदम दामी आएको छ है। हामी चाहिँ आज मङ्गलबार हो नि, मङ्गलबार चाहिँ बुद्धनगर बजार लाग्छ होइन। हामी चाहिँ बजार यसो घुम्न जाने जान्दा यसो सब्जीहरू पनि किनौँला। सो हामी चाहिँ देवीनगर आइसक्यौँ। हामी चाहिँ यही देवीनगर यो चौपारीमा फेरि जस्तो आएर साँझमा बस्ने गर्छौँ कि यहाँ चाहिँ एकदम शीतल हुन्छ। चौपारी छ यहाँ। साँझमा चाहिँ धेरैजना हुनुहुन्छ यहाँ चाहिँ बस्न आउने मान्छेहरू। हामी चाहिँ बजार आज हाट बजार लागेको छ कि यसो त्यहीँ जान्छौँ, सब्जीहरू ल्याउनु छ भनेर हिँडेको छौँ। हामी हाट बजार आइसकेका छौँ है साथीहरू। राम्रो पायो भने भन है, हाटैसम्म पाइएछ किन। हामी चाहिँ हाट बजार त गयौँ, तर हामी जे कामले गएको त्यो चाहिँ भएन है। हामी चाहिँ सब्जीहरू ल्याउने केही सामानहरू किन्न थियो, त्यो किन्न भनेर गएको चाहिँ त्यहाँ चाहिँ किन्नेन। अब वहीँ नजिकै भएर किन्नु पर्ला। हामी चाहिँ गएर नास्ता चाहिँ खाएर आयौँ होइन। सो हाम्रो भ्लगलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन। हामी चाहिँ अब रुममा जाँदैछौँ। सो यही मेरो सानो भ्लगलाई चाहिँ अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद, बाई बाई।